हेलो साथीहरु, म चाहिँ आज तपाईहरुलाई आलु र तामाको मिठो तरकारी बनाएर देखाउँछु है। तपाई पनि फलो गर्नु होला रेसिपी, हजुरहरु पनि घरमा बनाउनु होला, फ्यामिलीलाई शेयर गर्नु होला, मिठो खाना खुलाएर देखाउनु होला। है त ल, मैले पेन पहिले हिट गरे। पेन चाहिँ हाम्रो इलेक्ट्रिसिटी हो। इलेक्ट्रिसिटी अलि टाइम लाग्छ। पहिले तामालाई चाहिँ मैले भुटे, तामाले भुटे। तामा भुट्नु पर्छ, एकछिन मस्त भुट्नु पर्छ तामा। प्याज त्यतिबेला प्याज काटे म, त्यो तामा एकतिर भुट्छ, एकतिर प्याज काट्दै। हेर्न सक्नुहुन्छ साथी, तामा चाहिँ अब एकछिन रेडी हुन्छ है। तामा पनि रेडी भइसक्यो। ल हेरौँ है साथीहरु, तामा चाहिँ रेडी भयो। अब फेरि तेल हाले, तेल हालेर अब चाहिँ आलु चाहिँ काटको तेल एकतिर हिट हुन्छ, एकतिर आलु चाहिँ त्यही टाइममा काटेर राख्दा धेरै राम्रो हुन्छ, टाइम पनि सेभिङ हुन्छ। ल है साथीहरु, मैले चाहिँ यो के अरे मेथी सेती हाले, प्याज हाले, अब भुट्छ। रातो हुने गरी एकछिन भुट्नु होला। यसरी नै भुट्नु होला तपाईहरु पनि साथीहरु। ल मैले टमाटर काटेर रेडी पार्यो। ल आलुले भुट्ने चलाउने एकछिनसम्म चलाउने। अनि त्यसपछि सबै मिक्स भएपछि त्यसले ढाक्दिने। ढाकेर अनि फेरि एकछिनपछि चलाउनु भयो है साथीहरु। चलाउनु अनि तामा चाहिँ मिक्स गरेर हुन्छ। अलि हजुर त्यो रातो भएपछि अलिअलि मिक्स गर्नु है, तामा मिक्स गर्नु होला। मैले मिक्स गरे चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरु। यसरी नै बनाउनु होला, रेसिपी फलो गर्नु होला। अब एकछिनपछि चाहिँ हामीले अब यसमा के अरे यो नुन हालियो। नुन है, त्यो नेपालको नुन त थिएन, नुन हो यो। यो चाहिँ हाम्रो बेसार हो, यहाँ किनेको बेसार हो सबै। यस्तै हुन्छ त जापानमा बेसार चाहिँ। पाउन त नेपाली पसलमा। नुन हाले, बेसार हाले। यो चाहिँ रातो धुलो है, राति खुर्सानी। हजुरले खान मन छ भने रातो खुर्सानी हाल्न सक्नुहुन्छ, हजुरको चोइस अनुसार हो। यो चाहिँ मसला है, मिठो के मासु तरकारीले मिठो बास्ना दिने मसला हाले। अब चलाउनु सबैले घोल्नु है। सबै मिक्स भएपछि अनि फेरि मैले टमाटर हाले काटेर, त्यो काटेको टमाटर हाल्नु होला। टमाटर प्लेटले धोइरहेको छु, धुनु पर्यो, के गर्नु साथीहरु। विदेशमा भएपछि घरकोले सबै गरिदिनुहुन्थ्यो। त हेर्न सक्नुहुन्छ यस्तो मिठो भइसक्यो, सबै कलर लगाइसक्यो बेसारको। एकछिन यसरी चलाउनु मस्तले नि ढाक्दिनु। ढाकेर एकछिनसम्म पर्खिनु होला। फेरि ओपन गर्नु, पानी हाल्नु होला। झोल मैले चाहिँ आज झोल बनेर चाहिँ, झोल चाहिँ यसरी हो, पानी हाल्ने, एकछिन ढाक्दिने साथीहरु। ढाक्दिने, चलाउने अनि 3-4 मिनेट यसरी ढाकेर राख्दिनु। मैले त यो ग्यास होइन, यो लाइट भएकोले टाइम लाग्छ। धनिया चाहिँ हाल्नु है, धनिया काटे लास्टमा हाल्नु होला। पाकेपछि हामी हेर्न सक्नुहुन्छ पाकिसकेछ, रेडी, खानालाई रेडी छ, हेर्न सक्नुहुन्छ। धनिया मिक्स गरे। अब यसले म खनाउँछु। खनाएपछि नान राखेको थिएँ, रोटी। अब रोटी चाहिँ म तताएर खान्छु। अब हेर्नुहोस् न, रोटी, उताको नान। यो अलरेडी पाकेको रोटी हो है साथीहरु, पहिले पाकेको, किनेको लिएर आएको हो। हेर्न सक्नुहुन्छ रोटी भयो, अब नान भयो। तपाईँ कस्तो मिठो हो। तपाईहरु पनि